यो चाहिँ केक लानुपर्ने हुन्छ। बेलुन फुलाउ त लगाउनु खोजेको यत्रो धेरै बेलुन फुलाउँ होइन, यतिले पुग्छ होला सायद। डेकोरेसन बब्बाल भयो है, बढ दामी देखियो। मासु कटिङ गर्नु हुँदैछ। अब यसलाई टक्कसँगले भरे सितन के कसो हो सर? चक्कु नभएर खाइदिए खाऊ तिमी। बुढीको नामको छ यो चाहिँ भाग म खान्छु होइन। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आजको ब्लगमा चाहिँ स्वागत छ हजुरहरूलाई होइन। अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला, अनि म पनि एकदम सन्चै छु। अनि हाम्रो चाहिँ यहाँ अब म चाहिँ बाहिर देश आइसकेको छु नि त। अनि यसको भिडियोहरू पुरा केही पनि हाल्नु पाएको छैन क्या, म कामको बिजीले गर्दाखेरि होइन। भिडियोहरू चाहिँ अगाडि भिडियोहरू टन्नै छ होइन। म तत्कालै आउनु परेर केही पनि भिडियोहरू हाल्नु पाएको छैन। अनि सो अलिक दिनपछि म मिलाएर भिडियो हाल्नेछु होइन। हाम्रो यहाँनिर साउदीमा रमदान चलिरहेछ क्या, रमदानले गर्दाखेरि ड्युटी तलमाथि भइरहेछ। अहिले भर्खर म चाहिँ सुतेर उठेको होइन। अनि आजको सरप्राइज चाहिँ के हो भने होइन, मेरो बुढीको भोलि बर्थडे हो, तर विस चाहिँ आज गर्नुपर्ने होइन। आज भनौँ न 9 बजे, यहाँनिर चाहिँ 9 बजे, वहाँनिर 12 बज्छ होइन। अनि सो त्यसकै सरप्राइजको लागि आज चाहिँ म भिडियो बनाउँदैछु होइन। अनि नभए त खासै म टाइम छैन होइन, सुत्नु पाएको छैन, त्यही भएर अलिक गाह्रो छ होइन। मैले त्यही भएर भिडियोहरू पनि बनाएको छैन। अनि एउटा कुरा चाहिँ कस्तो भने अब मेरो बुढीको च्यानलमा होइन हामी बुढाबुढीले भिडियोहरू हालिरहेछौँ, किनकि मेरो युट्युब च्यानल चाहिँ बिग्रिसकेको छ होइन। म चाहिँ कस्तो भने अब त्यो एप्पल आइडी हुन्छ नि त, आइफोन कहिले नचलाएको होइन। एप्पल आइडी चाहिँ आइफोनबाट एप्पल आइडी मात्रै सर्दो रहेछ क्या, जिमेल आइडी चाहिँ सर्दैन रहेछ होइन। जिमेल आइडी चाहिँ यादै गरेको थिइनँ क्या, भरे त त्यो अर्को जिमेल आइडीबाट खोल्दाखेरि नयाँ युट्युब च्यानल खोल्यो, त्यही भएर मैले त्यो छोडिदिएँ। अनि बुढाबुढीको एउटै च्यानलमा भिडियोहरू आउँदैछ होइन। सबैले पनि जतिले पनि माया गरेर राख्नु भएको छ, एकदम खुसी छौँ होइन। कस्तो हुन्छ नि अब अलिअलि भ्युज आउँदाखेरि कस्तो हुन्छ नि त, अलि धेरैले हेर्नु थालिरहेको छ, कस्तो खुसी लाग्छ क्या। अनि सो त्यही भएर आजको चाहिँ खतरा भिडियो हुनेछ होइन। सरप्राइज कस्तो हुनेछ त्यो मलाई थाहा छैन होइन, त्यही पनि बनाउने बब्बाल सोचिरहेको छु होइन। हेर्दै जाऊँ, आई होप सबैजनाले हेरेर साथ दिनुहुन्छ भन्ने आशा छ होइन। अनि अब चाहिँ हामी म चाहिँ मार्केट जानुपर्ने हुन्छ, मार्केटबाट सपिङ केक सेक ल्याइकन होइन, त्यो बेलुन सेलुन। अनि यसो बर्थडे अलिकति मैले चाहिँ यहाँनिर बुढीको 2 वर्ष चाहिँ यहीँनिर मनाएको छु क्या बर्थडे। अनि आजसँग चाहिँ 3 वर्ष हुन्छ होइन। अनि नेपालमा मनाएको छु, अनि त्यही हो होइन। राइट, अहिले चाहिँ रेडी भइसक्यौँ होइन। आज चाहिँ मेरो न्यु लुक छ, बर्थडे लुक्स होइन, कस्तो देखिन्छ थाहा छैन होइन। अनि सो अब हामी चाहिँ सपिङहरू गर्न जान्छौँ बुढीको बर्थडेको लागि होइन। अनि आज चाहिँ मान्छेहरू मैले बोलाउनु चाहिँ धेरैजनालाई बोलाएको छु, आज प्रोग्राम छ त्यो थाहा हुँदैन होइन। अब किनकि अब यहाँनिर काम बेसी हुन्छ नि त मान्छेको होइन, अलरेडी अब ड्युटी गर्नु पऱ्यो, के गर्नु पऱ्यो होइन। त्यही भएर को आउँछ त्यो चाहिँ मलाई थाहा भएन, त्यही पनि बर्थडे पार्टी चाहिँ रमाइलो मनाउने छौँ भन्ने आशमा छ होइन। अनि सो म चाहिँ अनि म लगायत मेरा सर भनौँ न, हामी अब एकअर्कामा सर भन्दै बोलाउँछौँ होइन। 2 जना जानु लागेछौँ होइन। डेकोरेसनहरू गर्दैछौँ, सबै डेकोरेसनहरू चाहिँ तपाईँहरूलाई देखाउनेछु होइन। अनि आजको चाहिँ ब्लग रमाइलो हुन्छ होला सायद। आज जो सोचेको जस्तै भइरहेछ होइन। त्यही त अनि अहिले चाहिँ बुढीलाई मैले कन्ट्याक्ट पनि गरेको छु नि त, उसलाई चाहिँ लागिरहेको होला टेन्सन होला यताउता होइन। मलाई काममा त टेन्सन हुन्छ, त्यही पनि टेन्सनलाई दूर गरिकन म बुढीको बर्थडेको लागि यताउता गर्ने कोसिस गर्दैछु होइन। सो हेरेर साथ दिनु होला। हामी चाहिँ लुलु मार्केट आइसक्यौँ होइन। लुलु मार्केट हो यो चाहिँ सिको जाने रास्ताबाट यतातिर हो होइन। हामी चाहिँ लुलु मार्केटमा सपिङ गरिन्छ होला। म कस्तो चलेको कामले पनि। अनि यहाँनिर चाहिँ मार्केट ठुलो छ क्या। यो त मार्केट त तपाईँहरूलाई अलरेडी पहिला पनि देखाएको हो होइन। अनि हाम्रो सर र म जाँदैछौँ, यताउता गर्छौँ, के किन्छौँ त्यसमा भित्र सो देखाउने छौँ होइन। खास गरी मेन चाहिँ के हो होइन। केक पछि त्यो पड्काउने सकाउने के आउँछ। अब बर्थडे गर्ल यहाँ नभयो भने पड्काउनु त पर्ला नि त होइन।
चाहिँ यहाँनिर झिलिमिली किन्न आएको छौँ बर्थडेको होइन यतातिर पाउँदो रहेछ यही त होला नि बर्थडेको पाउने भनेको होइन यही त होइन यो होइन त पड्काउने यो एउटा पड्काउनु लग्दिउँ त्यो त नलग्नु होला एज रिभिल नगरौँ होइन एज रिभिल नगरौँ मेरो बुढी फेरि रिसाएर यो चाहिँ हो त्यो चाहिँ लगाउनु पऱ्यो त्यो के बाल्ने होइन यो लगाउँ होइन अनि अर्को हाम्रो चाहिँ केक होइन यिनीहरूबाट कुन राम्रो हुन्छ कति रुपियाँ भन 57 हुन्छ ल हाम्रो केक चाहिँ यहाँ छ होइन बुढीको लागि होइन यो चाहिँ केक लानुपर्ने हुन्छ अनि कति रुपियाँ यहाँनिर नामसाम लेखाउनु पर्ने छ होइन इसमें भी नाम लिख दो इसमें नाम लिख दो अनि केकको भेराइटीहरू चाहिँ यत्तिकै रहेछ यहाँनिर है यत्तिकै नाना वाह खानेकुराहरू चाहिँ दोकान गएको फाइदा छ यहाँनिर त्यही सामानहरू किनिसक्यौँ होइन गाडी चाहिँ यहाँ छ हाल्ने ओर्ने हाम्रो चाहिँ सामान यति धेरै भयो कि 800 रुपियाँ नेपालको लगभग 8 या 24,000 अब 24,000 रुपियाँ जस्तो खर्च भयो है यो सामानहरू चाहिँ हाल्नुपर्ने हुन्छ चाहिँ रुम आइसकेको छु रुमबाट सामानहरू चाहिँ सबै अलरेडी उतारेर लगभग धेरै खर्च भएको छ आजको दिन अनि त्यो बर्थडे चाहिँ रमाइलो तरिकाले मनाउन लागेको छौँ हामी चाहिँ होइन अनि के कसो छ बर्थडे तयारी हुँदैछ नि होइन के हो भाइ यता आउ न के छ कसो छ भन्नु पऱ्यो नि त एकदम अब तयारी हुँदैछ प्रिपेयर हुँदैछ यस खालको बेलुन लिएर आएको छु होइन तयारीको लागि बबाल खालको बेलुन रहेछ होइन यसलाई चाहिँ पुरै फुलाएर सजाउनु पर्ने त यो भइहाल्यो होइन बेसी चाहिँ लिएर आएको छुइनँ सामान चाहिँ होइन यो त ह्याप्पी बर्थडे वाला लिएर आएको छु अनि खोनाको मेरो एउटा कम अनि एउटा कसको एउटा क्यान्डल एउटा रिबन लिएर आएको छु अर्को बेलुन पनि रहेछ बेलुन फुलाएको त लगाउनु खोजेको यत्रो धेरै बेलुन फुलायो होइन यतिले पुग्छ होला सायद अनि दाजुभाइले यो यो त लान्छु अब यो लैकन त्यहाँ राखिकन डेकोरेसन गर्नेछु हामी चाहिँ होइन यहाँनिर यो चाहिँ अलिक ठुलो रुम छ क्या त्यो मेरो भन्दा पनि अनि यहाँ फेरि अलिक राम्रो पनि झिलिमिली बनाएको छ क्या अहिले बत्ती बाल्दाखेरि राम्रो देखिन्छ त्यही भएर यहाँनिर गर्ने प्लान बनाइरहेको छौँ हामी दाजुभाइले अनि हाम्रो डेकोरेसनको लागि चाहिँ पुरै बेलुनहरू फुलाएर रेडी भइसकेको छ अब हामी डेकोरेसन गर्छौँ यता त्यो गाइजहरू के अरे सब्जी काट्ने मसला पिन्ने ओर्ने गर्दैछ होइन यसो देखाइदिनु उता पनि होइन मिहिनेतको त मिहिनेत गरेर देखाउनु पऱ्यो नि त होइन यहाँनिर पुरै रेडी भइसकेको छ हाम्रो भाइले चाहिँ के पिन्दैछ मसला मसला पिन्दैछ उता भाँडा मसाउँदैछ हाम्रो मिहिनेत जान्छ होइन पुरा मिहिनेत गर्दैछ अनि यसो हेर्दै जानुलाई रमाइलो भिडियो हुनेको छ आजको होइन बुढी कति हाटिन्छ त्यो चाहिँ मलाई थाहा छैन एक्साइटेड छु म बुढी कहाँ हेर्न चाहिँ होइन कहाँ होइन सिसा राखेर चाहिँ राख्नुपर्छ ल त्यो सिसाको बिचबिचमा क्या यसो राख्दा चाहिँ ठिक हुन्छ ल अहिले हाम्रो चाहिँ डेकोरेसन सकिन लाग्यो अनि बबाल देखिरहेछ है हेरेर मनोरञ्जन लिनु होला दामी देखिरहेछ हाम्रो डेकोरेसन गर्ने चाहिँ एकदम यता आउन भाइ हामी 3 जना अर्को 1 जना हुन्छ है अनि यिन चाहिँ भरेको छ यो यता खानाहरू ताती गर्दैछ फाइनली हामीले चाहिँ डेकोरेसन सक्यो अनि डेकोरेसन यति नै हो होइन देख्दाखेरि यस्तो रमाइलो देखिरहेछ होइन यो अझ झिलिमिलले गर्दाखेरि होइन बबाल देखिरहेछ अनि अब के अरे बुढीको रियाक्सन कस्तो हुन्छ होइन सो हेर्नुहोस् डेकोरेसन बबाल भयो है बढ्दा हामी देखियो अनि उता चाहिँ हाम्रो गाइज के गर्दैछ हाम्रो सर चाहिँ यता फोनमा बोल्दै गर्दैछ सर हजुर के हो ल मासु कटिङ गर्नु हुँदैछ अब यसलाई टक्कसँगले भरे सितन
कि कसो हो सर? अनि मेरो चाहिँ यो आज एकदम डढा रहेछ यहाँ छ, एकदम डढा रहेछ यो। भोक लाग्यो? खोइ चक्कु त खोइ फेरि त्यही लिएर यो त भएन यो काटिङले चक्कु नै रे क्या बोले चाकू नहीं है यहाँ सबै थोको हतार हतार बाहिरबाट बेबी नेक्स्ट टाइम चाहिँ होइन यो काट्ने त ट्यापमा काट्ने बेबी सामने आ बन्द हुँदैन। खोइ त यार पड्काने काम लागेन भएन के खालको ल्याएछ कस्तो छ? आया भी आया पड्केन भोकड्या इधर ले लो त पिछौ धन्यवाद। अब काटो म काटिदिन्छु ल, फुगा मै फुकिदिन्छु ल। ल फुक छिटो सँगसँगै। Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Gauju है ना? Happy birthday to you. काटो भी काट रहे हैं? उधर भी काट रहे हैं। एक साथ में दो है। चक्कु नभएर यस्तो बिर्सेर होला हेर चक्कु नभएर हेर न देवी, मासु काटिन्छ चक्कु नभएर हेर। यो बर्थडे नि त्यसो कुरा ओहो बेबी उता पनि केक हुँदै हो देखाऊ त बेबी, बेबी आमामा कम त रमाइलो भइरहेछ न, के गर्नु? यता पनि उता पनि भागै मानिरहेछ हौ बेबी तिमी। खाइदे खाऊ तिमी। नमोटो आज ते बेबी यता हेर, काट ले पूरा काट ले बेबी बन्धु ओए दाजु यहाँ आउनु। ऊपर से अलग कर हाँ देख बंधु, हमारा में पहले सबको खिलाता है खिलाता है, बाद में क्यामेरा देखायो जा उधर जा मोटो जा भाइ आऊ चल्छ होला नि होइन? अब न खेल खेल्छ हजुरले चपाउनु पऱ्यो कि हामीले होइन चपाउनु अहिले जा आउनु बस्छ। वास्तवमा यो ब्याङ्कमा फोटो रे बन्धु इधर आउँछ, मेरो बन्धुको छोरा बडा आगा अब सबको देखा। आज हाम्रो भाउजूको बर्थडे चट्ट यहाँ सेलिब्रेसन सब्जी पाक्दैछ हजुर पाक्यो अब ल दाजु लिएर जानु त भिडियो गर्दै ल सही है हाँ के छ है? अच्छा है। सही है सही है ल बर्थडे चाहिँ यस्तै नै मनाइयो होइन। अब हाम्रो चाहिँ मेरो बुढी यता यता हुनुहुन्छ बुहारी चाहिँ
यस मेरो बेबीको चाहिँ नेपालमै भए पनि होइन यहाँनिर बर्थडे मनाइदिइरहेको छु ल दिनु आज हाम्रो बन्धु उता राजा यार ओके 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 आज चाहिँ सही हो भाइ कता छ हौ यता आऊ न तरकारी हेर्दैछु ल मेरो भाइलाई हजुर ल मेरो दाजुलाई ए तेरिका ल ल राम्रो छ 4 जनाले मेहनत गरेको मेरो बुढीको नाम लेखेको चाहिँ मै खान्छु ल बुढीको नाम लेखेको के खानु थियो अलिकति खानु न होइन म त खान्छु यो अरूले खानु हुँदैन होइन बुढीको नामको छ यो चाहिँ भाग म खान्छु होइन अनि आजको डेकोरेसन चाहिँ अघि तपाईँहरूलाई देखाइहालेँ त्यो पनि अझ रमाइलो भयो है मेरो बुढी पनि यता मनाइरहेको रहेछ है हेर्नु सबै केक दलिरहेछ मन नजिक भएको त दलिदिन्थ्यो हजुर टक्कसँग होइन म पनि केक खाइदिनु पऱ्यो मेरो बुढीको नामको मैले खाइदिएँ कस्तो मिठो छ ब्लगमा हेरिकन भन के भन्छ धेरै धेरै धन्यवाद मेरो बुढालाई लगातार जतिजना हुनुहुन्छ दाजुभाइहरू मेहनत गर्नुभएकोमा अनि मेरो बर्थडेमा आउनु भएकोमा धेरै धेरै धन्यवाद मेरो बुढाको भिडियोलाई हेरेर साथ सपोर्ट गर्नु होला फर्स्ट टाइम यस्तो भइरहेछ म पढाउनु मन गरेको होइन तपाईँले त गर्नु भयो नि यस्तो चाहिँ घरमा चाहिँ भनेको क्या मैले खबरै गाई केक चाहिँ बर मिठो छ बुढीको नामको देखाइ मैले खाएको छु होइन अरूले खाँदैन बुढीले खाने केक मैले खाइरहेको छु बुढीको सट्टो के गर्नु होइन टाढो भएपछि यस्तै हो कस्तो भइरहेछ भन आम्मा ल आइसक्यो आरी लिएर धेरै राम्रो भयो रमाइलो भयो रमाइलो त अब यस्तै हो होइन परदेशको ठाउँमा बुढी टाढो छ त्यही पनि म यता रमाइलो गरिरहेको छु अनि खास स्पेसली यो चाहिँ टाढोबाट आएको है हेलो बोल्दो हेलो म बन्धु सरी भी आयो बन्धु पनि आएको छ दुईचोटि आइसक्यो बर्थडे तिम्रो अनि उसको ऊ पनि ल खानु कस्तो छ भाइले पकाएको दामी छ हाम्रो चाहिँ यहाँ खाना अब रेडी हुँदैछ होइन हामी चाहिँ जस रमाइलो गऱ्यो बर्थडे गर्ल चाहिँ उता पुरा रमाइलो गर्दैछ हामी यहाँनिर हो के गर्नु गाह्रो छ अनि सलादहरू देख्नु यहाँनिर बाबा यस्तो खतरा है आज भाइले कुक गरेको हाम्रो सरले काटकुट अनि हामी चाहिँ यहाँ तरतिब यो फेरि यो मिहिनेत सबैको छ होइन राइट भाइले बनाएको भनेर भनिहाल्यो है दामी तरिकाले खाइदिनु पऱ्यो बन्धु के चाहिँ बट नमक कम हुआ नमक कम हुआ अरे हम लोग मुमकिन मैं भी नहीं खाया हूँ बात में खा के बताएगा चाहिँ बर्थडे बब्बाल रमाइलो भयो होइन सबैजनाले रमाइलो गर्नुभयो अनि मेरो बुढी पनि खुसी भयो अनि सो आइएम ह्याप्पी अनि यही भिडियो मार्फतबाट पनि मेरो बुढीलाई अझै पनि जन्मदिनको धेरै धेरै शुभकामना होइन अनि जतिसक्दो म खुसी दिने प्रयास चाहिँ गर्छु होइन सकिनँ भने त त्यो अलग कुरा छ होइन सो आजको भिडियो चाहिँ यही भन्दै आजलाई बाई बाई